कति महँगो भएको यो पेट्रोल, कहिलेकाहीँ त पानी हालेर चलिने हुन्थ्यो नि मेरो स्कुटर। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ म नारायणघाटको मार्केट आएको छु अनि मार्केटको काम सकिसके अब म फर्किँदैको छु घर। घर फर्किनु अगाडि चाहिँ मलाई के नास्ता खाउँ भएको छ, एकदमै फुड हन्ट गर्न मन लागेको छ। तर आजको दिन चाहिँ एकादशी थियो के साथीहरू, अनि यहाँको गर्मी यस्तो गर्मी छ कुरै नगरौँ है। देशैभरि गर्मी छ होला सायद हुनलाई त। अनि म आएँ वैष्णव। यो वैष्णव चाहिँ हाम्रो भरतपुरमा पर्ने वैष्णव हो। नारायणघाटमा भन्दा मलाई भरतपुरको वैष्णव मनपर्छ। यहाँ हेरेको जताततै मिठाई देख्छु। मलाई यहाँको त्यो चाउमिन मोमो यताउता कच्याङ कुचुङतिर आँखै जाँदैन कि, सिधै मलाई मिठाई खाना मात्र आए जस्तो लाग्छ यो वैष्णव चाहिँ है। अनि यहाँ गएर मेनु हेरेँ, सुरुमै नाम थियो रसमलाई। त्यहाँबाट मेनु तल मैले पढ्दै पढिनँ, रसमलाई अर्डर गरिहालेँ र कति चाँडो फास्ट सर्भिसिङ छ क्या यहाँको चाहिँ। रसमलाई मेरो टेबलमा आयो र मैले खान थालेँ। एकदमै मिठो स्वादिलो भन्नै नपर्ने। अब त्यहाँको त धेरै बयान गर्ने आवश्यकै छैन। यसो फुर्सद मिलाएर गएर आफैले चाहेर पनि मेरो कमेन्टमा आएर भनिदिनु होला हजुरलाई त्यहाँको कुन मिठाई मनपर्छ भनेर है। हतार गरेर मैले खाएर सकिसकेँ साथीहरू। अब म पेमेन्ट गर्न जाँदैछु। पेमेन्ट गरेर बाहिर निस्किँदा मेरो स्कुटी पनि भोकाइरहेछिन्। उनलाई पनि मैले पेट्रोल पिलाउन गएँ। पेट्रोल कति महँगो हो, कहिलेकाहीँ त पानी हालेर चले पनि हुन्थ्यो नि भगवान्, जहिले पनि महँगिहाल्छ। मलाई यो स्कुटर किन्दाखेरि पनि मलाई स्कुटर किन्न ठुलो कुरा लागेको थिएन कि, यसलाई मैले पेट्रोल हालेर पुर्याउन सक्छु कि सक्दिनँ भन्ने चाहिँ ठुलो कुरा लागिरहेको थियो। दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ मी, किप सपोर्टिङ, बाई बाई।